गारामुनिको कृषि फार्म। यहाँनिर 40वटा गाई बाछा आँट्ने क्यापासिटी भएको पक्की टहरो छ संरचना हैन। अब यो गाईहरूलाई खेल्नको लागि यो बाउन्ड्री गरेर कम्पाउन्ड बनाइदिएको छ। यो यसो छाप्राहरू बाछाहरूलाई बाहिर निकाल्नको लागि। अनि यो चाहिँ घरको लागि संरचना बनाएको छ। एक तले दुई तले घर बनाउनलाई एस्टिमेट गरेर बकाइदा तल चाहिँ के भन्छ उठाइवरी हाम्रो टाई बिमहरू कसिवरी बनाएको छ। यो ट्याङ्की राखेको बाहिर टोयलेट बाथरुम बाहिरको लागि हो। अनि यो घर सरको यो चाहिँ आफै बस्नको लागि स्टाफहरूलाई बस्नलाई पनि 5वटा कोठा भएको माथि फल सिलिङ लगाएको घर छ। अनि ट्याक यो एरिया यो जम्मा जग्गा यो फार्म गोठदेखि दक्षिणपट्टि जान्छ जग्गा हो। जग्गा दक्षिणपट्टि गयो बोरिङ छ। यहाँनिर उपर कल छ एउटा ट्युबवेल। यो संरचना। अब यहाँ लिची बगानहरू छ। अनि तपाईँको सुपारी बारीहरू टक्क बगैँचाहरू लगाएको छ। अहिले धान खेती गरिरहेको छ यहाँनिर हो। अब यहाँ चाहिँ घाँसहरू डाले घाँसहरू लगाएको छ। जग्गा चाहिँ यहाँबाट तल यो धानबारी सबै पर्यो हो। यो रुखहरू लगाएको छ। यो धानबारी यो बाउन्ड्री गरेदेखि पूर्वपट्टि सबै जग्गा हो। ऊ तल सम्झनु चाहिँ यो रातो नेपियरहरू लगाएको छ। ऊ तलसम्म रातो नेपियर लगाएसम्मदेखि पुग्छ जग्गा हो। ऊ यो तल सिसोको त्यो अग्लो बोटसम्म पुग्यो। यो अगाडि हो धानबारी यतापट्टि हो। यता जग्गाको पूर्वबाट मजाले सानो पानीको पैनी छ खेतीमा लानको लागि। यो बाटोपट्टि आउँदाखेरि तल्लोपट्टिको घर पनि पर्यो। बाटो चाहिँ यही हो। पस्ता पस्ता यो चाहिँ अब 12 फुटको बाटो निकालेको छ सो फार्ममा जानको लागि हैन। यो पर देखिएको चाहिँ त्यो पर देखिएको सेतो घरको छेउमा चाहिँ यो बुट्टाबारी प्याकुरेल रोड जुन सडक अहिले ठुलो सडक छ त्यो छ त्यहाँनिर। अर्को एउटा संरचना पनि पर्छ हैन। यो चाहिँ अगाडि मेल बाटोमा हो। यो अगाडि बाटो छ 25 फुटको बाटो छ यो अगाडि देखिएको हैन। यो सानो घर छ कच्ची घर यही जग्गाभित्र पर्यो। जम्मा 25 कट्ठाभित्र यो घर पनि पर्यो। अनि यता यो पस्ने ठाउँ चाहिँ यो चाहिँ मेन बाटो हो। यहाँबाट फार्मतिर पस्ने बाटो चाहिँ यो मेन बाटो भनेको टक्क यहाँबाट जान्छ।